आज फेरि म तपाईसँग बात गर्न चाहन्छु। तपाईसँग बात नगरेको, तपाईसँग कुरा नगरेको कति दिन भइसक्यो। आज फेरि म तपाईसँग कुरा गर्न चाहन्छु। तपाईसँगै खाना नखाएको कति दिन भइसक्यो। आज फेरि तपाईसँग म खाना खान चाहन्छु। तपाईसँग नहिँडेको कति दिन भइसक्यो। आज फेरि म तपाईसँग हिँड्न चाहन्छु। तपाईसँगै पिताको महिमा नगरेको कति दिन भइसक्यो। आज फेरि पिताको महिमा म तपाईसँगै गर्न चाहन्छु। तपाईको महिमाले मलाई भर्नुहोस्। तपाईको महिमाले मलाई भर्नुहोस्। आज फेरि म तपाईको नजिक, तपाईको चरणमा आउँछु। येशू, तपाईको महिमाले भर्नुहोस्। साँच्चै कति भइसक्यो तपाईसँग नहिँडेको। आज फेरि तपाईसँग म हिँड्न चाहन्छु। कति भइसक्यो तपाईसँगै प्रार्थनामा नबसेको। आज फेरि तपाईसँग म प्रार्थनामा बस्न चाहन्छु। तपाईको वचन नहेरेको कति भइसक्यो। आज फेरि तपाईको वचन म हेर्न चाहन्छु। जसरी गधाले तपाईलाई बोक्यो, कति भइसक्यो प्रभु मैले तपाईलाई नबोकेको। आज फेरि त्यो गधा चाहिँ म तपाईलाई मेरो पेठ्यौमा बोक्न चाहन्छु। कति भइसक्यो प्रभु येशू मैले तपाईलाई नबोकेको। आज फेरि म तपाईलाई बोक्न चाहन्छु। आँधी आयो, हुरी आयो, बतास आयो, हामी डुब्न लाग्यौं, मर्न लाग्यौं। अनि चेलाले झकझक्याए अनि येशू निदाइरहनु भएको थियो, उठ्नुभयो। कति भइसक्यो प्रभु, फेरि अब म तपाईलाई एकपटक फेरि झकझक्याउन चाहन्छु। उठ्नुहोस् येशू, फेरि म झकझक्याउँछु। कति भइसक्यो प्रभु तपाईसँग बात नगरेको। आज फेरि म तपाईसँग बात गर्न चाहन्छु। आज फेरि तपाईसँग म कुरा गर्न चाहन्छु। प्रभु तपाईको महिमाले भर्नुहोस्। कति भइसक्यो त्यहीँको त्यहीँ बसेको। अब फेरि तपाईसँग म पाइला सार्न चाहन्छु। पाइला सार्न चाहन्छु। पिताको महिमा गर्न चाहन्छु। कति भइसक्यो त फल नलागेको। हरियो पात त छ नि। कति भयो। अब फेरि येशू म फल फलाउन चाहन्छु। कति भइसक्यो फल नफलेको। अब फेरि म आज फल फलाउन चाहन्छु। पवित्र आत्मा मलाई सहायता गर्नुहोस्। येशूमा म फल फलाउन सकूँ। आज फेरि म येशूमा फल फलाउन चाहन्छु। पिताको महिमा गर्न चाहन्छु। कति भइसक्यो तपाईमा नडुबेको। आज फेरि म डुब्न चाहन्छु। कति भइसक्यो तपाईमा नडुबेको। आज फेरि म डुब्न चाहन्छु। कति भइसक्यो तपाईलाई यो आँखाले नहेरेको, नदेखेको। आज फेरि तपाईलाई हेर्न, देख्न चाहन्छु। आज फेरि तपाईलाई हेर्न, देख्न चाहन्छु। कति भइसक्यो पुराना ती कुराहरूलाई भुलेर फेरि नयाँ जीवन जिउन चाहन्छु। यो मरुभूमि जस्तो जीवनमा येशू तपाईको मूल फुटाएर तपाईको पानीले भिजाउन चाहन्छु। आज फेरि म मूल चाहिँ फुटेर बग्न चाहन्छु। आज फेरि म मूल चाहिँ फुटेर बग्न चाहन्छु। येशू कति भइसकेको थियो मूल नफुटेको। आज फेरि मूल फुटेर येशू म बग्न चाहन्छु। कति भइसक्यो येशू पिताको महिमा नगरेको। आज प्रभु येशू फेरि त्यो पिताको महिमा म गर्न चाहन्छु। सधैँ एक होइन तर अझ अगाडि बढ्न चाहन्छु। अझ एउटा महिमाबाट अर्को महिमामा जान चाहन्छु। एउटा महिमाबाट अर्को महिमामा बढ्न चाहन्छु। येशू आज फेरि मलाई महिमाले, पिताको महिमाले भर्नुहोस्। पवित्र आत्माले भर्नुहोस्। फेरि म नयाँ हुन चाहन्छु। फेरि म नयाँ हुन चाहन्छु। आमेन आमेन। थ्याङ्क यू सो मच।